खोज्छ र स्टिङ गर्न खोज्छ कि अनि यो धुवा दिएपछि त्यो केमिकल चाहिँ काम गर्दैन त्यो निष्क्रिय हुन्छ अनि त्यसपछि बल्ल हामीलाई चाहिँ म्यानेज गर्न त्यो इन्सपेक्सन गर्न चाहिँ सजिलो हुन्छ यो जुटको बोरा खासमा चाहिँ जाडोमा चाहिँ एकदम राम्रो काम गर्छ होइन जाडोमा राख्यो भने चाहिँ टेम्परेचर एकदम वार्म रहन्छ होइन र गर्मीमा यो जुटको बोरा एकदम बाक्लो भयो कि यो नराख्दा नि हुन्छ तर यो कपडा राख्दा चाहिँ राम्रो हो तर यो जुटको बोरा चाहिँ एकदम धेरै बाक्लो भयो अब यहाँनिर यो जुन पेपर राखेको छ पेपर पनि यति बाक्लो चाहिँ राख्नु चाहिँ हुँदैन खासमा यहाँनिर एउटा पाल हुन्छ यो पाल चाहिँ यसको चाहिँ भेन्टिलेसनको काम गर्छ त्यसमा पनि साइडमा यसमा हेर्नुभयो भने चाहिँ भेन्टिलेसन हुन्छ यो साइडमा चाहिँ दुई साइडमा भेन्टिलेसन हुन्छ हावाहरू फ्री गर्नको लागि र यहाँनिर यो सबै ब्लकै गरिदिएपछि भित्रको हावा चाहिँ बाहिर चाहिँ निस्किन सक्दैन अब यो भित्री ढकनी निकाल्ने बेला चाहिँ एकदम सजिलोसँग आफू चाहिँ एकदम सुरक्षित हुनुपर्छ होइन निकाल्ने र आफूतिर पहिला फर्काएर चाहिँ हेर्ने अब यहाँ हामीले हेर्दाखेरि मौरी यसमै भेट्यौँ होइन यहीँ धेरै थुप्रै मौरी छ अब यो मौरी यसरी बसेको छैन यहाँ चाहिँ कहिलेकाहीँ क्विन पनि आएर बसेको हुनसक्छ एकछिन यहाँ सबै मौरी हेर्ने जस्तै हामीले यहाँ हेरिरहेको सबै चाहिँ वर्कर बी हो यो यसमा चाहिँ क्विन पनि छैन ड्रोन पनि छैन ड्रोन हाम्रो चाहिँ हुन्छ ड्रोन कस्तो कलरको हुन्छ ड्रोन अलिक ब्ल्याक हुन्छ योभन्दा मोटो हुन्छ र योभन्दा बढी रङ हुन्छ हेर्दाखेरि हामीले योभन्दा ठुलो प्रष्ट क्लियर देखिन्छ एकदम ब्ल्याक टाइपको हुन्छ तल यसो फ्रेम राखेको छैन तल्लोमा ल धेरै हल्ला नगर्ने नआत्तिने यो धुवा यहाँबाट अगाडि खासमा हामीले चाहिँ धुवा युज गर्नुपर्ने हो तर धुवा युज गर्दाखेरि के हुन्छ मौरी अझै अलिकति शान्तै हुन्छ तर मलाई चाहिँ व्यक्तिगत चाहिँ धुवा दिएर उ गर्दाखेरि आफ्नो यसमा छ कि रानी यो किन हालेको होला यो प्लास्टिक मह कलेक्ट होइन मौरीलाई फिडिङ गराउनको लागि के फिडिङ गराउने यसलाई चाहिँ सुगर सिरप यसमा हालेर अनि यसमा बट्टामा हेर्नु भने पाल छ मसिनो पालहरू चिनी र पानी सुरुमा तपाईँ बोइल गर्नुपर्छ बोइल गरेर चाहिँ सफा गरेपछि त्यसलाई चाहिँ मनतातो बनाइसकेपछि कतिको रेसियोमा बनाउने हुन्छ हजुर फुलमा जान्छ नि यति बेला चाहिँ पानी परेको हुन्छ नि पानी पर्ने सिजन र जाडो मौसममा दिनुपर्छ त्यो चाहिँ फिडिङ गराउनलाई यो राखेको छ होइन बोटल फिडिङ भन्छ यो मेथडलाई सानो पाल हुन्छ यसपछि अब हामीले चाहिँ यसको जुन हाइटको फ्रेम निकाल्ने क्रममा छ त्यो साइडको यस्तो एउटा काठको फ्ल्याग जस्तो छ यसलाई चाहिँ डमी बोर्ड भन्छ चेक बार भन्छ यसलाई चाहिँ यो डमी बोर्डको काम के हुन्छ त यो हाइबमा स्पेस चाहिँ धेरै हुन्छ यसले चाहिँ पार्टिसन गरिदिन्छ अब यहाँनिर हामीले राख्यो भने चाहिँ यो जुन खाली भाग हुन्छ मौरीलाई चाहिँ युज गर्नु परेन त्यसमा चाहिँ उसलाई चाहिँ काम गर्नु परेन यो डमी बोर्डको काम चाहिँ हो यसमा पनि हामीले हेर्दाखेरि क्विन बी यहाँ पनि छैन क्विन बी खासमा चाहिँ फ्रेममा हुन्छ अन्डा पारिरहेको हुन्छ अन्डा पार्ने क्रममा चाहिँ हुन्छ यहाँनिर छैन यसलाई चाहिँ हामी छेउतिर राखौँ है कामै यही हो कि अब यसलाई चाहिँ हामीले यो जुन चाका छ फ्रेम छ होइन यसमा हामीले हेर्ने हो यसमा अब क्विन बी पनि हुनसक्छ होइन अरू बी जस्तै वर्कर बी सबै चाहिँ वर्कर बी होइन अब यो एउटा फ्रेममा के हुन्छ त त्यो हामीले हेर्दाखेरि जहिले पनि यसको टपतिर यो जुन फ्रेम छ नि फ्रेमको माथिको भागमा चाहिँ यसको चाहिँ स्टोरेज पार्ट हनी अथवा जुन पोलेन हुन्छ नि पोलेन चाहिँ स्टोर गरेको हुन्छ माथिको भाग तल खुल्नको लागि है त्यो चाहिँ अनि यसमा यो फ्रेममा हामीले हेर्दाखेरि पोलेन एकदम बढी छ नेक्टर चाहिँ अलिक बढी छ यसमा चाहिँ नेक्टर चाहिँ हामीले चाहिँ हेर्न सकेका छौँ तर यसमा चाहिँ ऊ चाहिँ छैन ब्रुडहरू चाहिँ छैन एक पनि छैन लार्वा पनि छैन प्युपा पनि छैन यसमा चाहिँ
कम डेभलप गरिदियो बल्ल हनी पनि छैन नेक्टर फर्ममै छ अहिले हनी भनेको क्यापिङ गरिसकेको प्रिपेयर भइसकेको तर यो चाहिँ अझै यो नेक्टर फर्ममै छ यो रसमै छ अहिले यो निकाल्दाखेरि एकदम बिस्तारै निकाल्नुपर्छ कि भात मिसायो त्यो डराउनु चाहिँ हुँदैन एकदम यो बिस्तारै यो यो दुईवटा यिनी हाम्रो फ्रेमहरू छ नि यो फ्रेमलाई जोड्ने काम चाहिँ त्यहाँ दह्रो गरेर हुन्छ पर्पोलिसले जोडेको हुन्छ है यसमा चाहिँ हामीले हेर्न सकिरहेको छ यसमा चाहिँ पिपा पनि छ होइन अनि त्यसपछि लेन्स लिनु पऱ्यो अन्डा पनि छ रानी यो फ्रेममा चाहिँ छैन पछाडि छ हेरौँ न त छ कि यो फर्काउने दिने छ नि फर्काउने पनि छुट्टै तरिका हुन्छ कि यसरी यसरी फर्काउन मिल्दैन यस्तो 45 डिग्री हुँदै घुमाउनुपर्छ हामीले ब्रसले हिँड्छ ब्रसले आवाज सजिलो हुने चाहिँ क्विन बी चाहिँ यो फ्रेममा पनि छ नि यसमा चाहिँ हामी उ हेरौँ एक हेरौँ होइन त्यो ड्रोनहरूले ढाकेको कि कुनलाई जोन छँदै छैन यसमा त्यो ड्रोन बिउहरू होइन वर्कर वर्करले यसले कभर गरेर चाहिँ राख्दैनन् अर्को फ्रेममा छ कि अर्को फ्रेममा हुनसक्छ यहाँ चाहिँ हामीले पिपा र अन्डा चाहिँ पर्सपेक्टिभमा चाहिँ हेर्न सक्छौँ लार्भा पनि छ लार्भा यो फ्रेममा चाहिँ छैन अर्कोमा चाहिँ हुनसक्छ अर्कोबाट निकालेर हेरौँ एउटै फ्रेममा लार्भा अनि पिपा अनि एक भएको फ्रेम चाहिँ झिकौँ है यहाँ छ क्विन कसैलाई हेर्नु छ भने यहाँ हामीले हेर्न सकिरहेछौँ यो चाहिँ क्विन भ्यू हो सबै एउटै क्लिक गर्दा हुन्छ यो यसको एब्डोमेन हेरौँ एब्डोमेन कतिवटा अन्डा एब्डोमेन कि एब्डोमेन ठुलो छ नि अरूको भन्दा यसको पेट चाहिँ यो मह चाहिँ सुरुमा यसले यस्तै राख्छ अनि यो पाकिसक्यो यो चाहिँ रेडी भयो भनेपछि यहाँ यसरी सिलिङ गरिदिन्छ अनि यो चाहिँ पोलन है ओरेन्ज कलरको छ सबैको पार्ट चाहिँ यहाँ यसमा कुनै यहाँ चाहिँ लार्भाले यस्तो गरेर हुन्छ धेरै यसमा पोलन हुन्छ यहाँ चाहिँ लार्भा यहीबाट निकाल्नु चाहिँ हामी यो छ नि यो वाइट यो वाइट कलरको चाहिँ लार्भा हो यसले के गर्दैछ यहाँ पनि म खाँदैछ होला यो सबै लार्भा वाइट कलरको लार्भालाई देखिन्छ अहिले एक्लै हो देखाउने को मोनिटर हो बानी यस्तै उसीको छ है